मित्रहरू नमस्ते। यस्तो सुन्दर मनुष्य जीवनलाई अझ सुन्दर बनाउनको लागि, अझ आनन्द, अझ शान्तपूर्ण बनाउनको लागि ध्यान शिविरहरूको बहुत महत्त्व छ। जीवनमा आउने तनावहरू, जीवनमा आउने कठिनाइहरूलाई झेल्न नसकेर हामी धेरै मान्छेहरूलाई यो जीवन बर्बाद पारेका हुन सक्छौँ। तर जब तपाईँ ध्यान साधनामा जानुहुन्छ, त्यसपछि तपाईँको दृष्टि बदलिन्छ। तपाईँको दृष्टि बदल्ने बित्तिकै यो सृष्टि अटोमेटिक बदलिन्छ। मान्छेलाई अप्ठ्यारो पर्यो भने दुईटै उपायहरू छ। कि चाहिँ ऊ ड्रग्समा जान्छ, कि ऊ चाहिँ मदिरा सेवनतिर लाग्छ र गलत प्रभावमा जान्छ, कि चाहिँ ऊ सम्हालिएर सत्यको बाटोमा, परमात्माको बाटोमा, ध्यानको बाटोमा आउँछ। त्यस्तै तपाईँहरूलाई पनि एउटा अवसर हो ध्यान साधनामा आउनको लागि। हाम्रो ओशो डिभाइन जोनले तपाईँहरू सबैलाई, जसलाई अलिकति बाटो बिराउनु भएको छ, जसलाई अलिकति अप्ठ्यारो छ, थोरै दुविधा छ आफ्नो पढाइमा, आफ्नो सम्बन्धमा, आफ्नो परिवारमा, आफ्नो जीवनमा अलिकति कठिनाइ छ भने त्यसलाई थोरै सन्तुलित गर्नको लागि र फेरि त्यो आनन्दको बाटोमा जीवन अघि बढाउनको लागि हाम्रो ओशो डिभाइन जोनलाई सम्झनु होला। नातिनुहोस्, तपाईँसँग पैसा छैन, अप्ठ्यारोमा छ भने चिन्ता नलिनुहोस्। जति सक्नुहुन्छ आफ्नो भावले, सेवाले पनि आउन सक्नुहुन्छ। र केही हाम्रो बेसिक चार्जेसहरू छ यहाँ बसेर गर्ने, त्यसको लागि पनि तपाईँले केही रकम दिएर बस्न सक्नुहुन्छ। अथवा जुन ध्यान केन्द्र नजिक पर्छ तपाईँलाई, त्यहाँ गएर एकचोटि 3 दिन 5 दिनको ध्यान शिविर लिने होला मित्रहरू। जीवनमा धेरै बदलाहट आउँछ। मनै एउटा उदाहरण हो। ओशो अगाडि र ओशो पछाडि, ध्यान अगाडि र ध्यान पछाडि मेरो जीवनमा आएको परिवर्तन र मैले महसुस गर्छु। त्यस्तै धेरै मान्छेले अनुभव गर्नुभएको छ। त्यही भएर यो दसैँ तिहारको यो शुभ उपलक्ष्यमा तपाईँहरूको जीवन पनि ध्यान साधनामा अग्रसर होस्। म यही निमन्त्रणा र शुभकामना दिन चाहन्छु।